भोइसले साँच्चैकै रञ्जिता विश्वकर्मा र अञ्जना सरोमगरमाथि धेरै ठुलो अन्याय गरेको छ। पहिले यो भिडियो हेर्नुहोस्। Sanjita Tura and Poonam Gurung from Team Prabhu. र यो रिजल्टको अनाउन्समेन्ट सँगसँगै चारवटै टिमले आफ्नो फाइनलिस्ट पाउनु भएको छ। फेरि पनि बधाई छ चारैजना कोचहरूलाई। टिम प्रमोदलाई रिप्रेजेन्ट गर्दै फाइनलिस्ट बन्नुभएको छ पुनम गुरुङ भने टिम मेलिनालाई रिप्रेजेन्ट गर्दै फाइनलिस्ट बन्नुभएको छ सञ्जिता तुरा। हो साथीहरू, द भोइस अफ नेपाल सिजन 7 चलिरहेको छ र अलिकति केही व्यस्तताको कारणले गर्दा नि मैले भिडियो बनाउन पाइरहेको थिएन र मेरो भिडियो हेरिसकेपछि मलाई एकदमै नराम्रो कमेन्ट गर्ने साथीहरू पनि हुनुहुन्छ र मलाई एप्रिसिएट गर्ने साथीहरू पनि मसँग जोडिनु भएको छ। सबैजनालाई एकदमै धेरै धन्यवाद भन्न चाहन्छु र म फेरि टपिकतिरै गएँ। रञ्जिता विश्वकर्मा, मैले रञ्जिता विश्वकर्माको पहिला नै भिडियो बनाइसकेको छु। तपाईँहरूले मेरो प्रोफाइल खोलेर त्यहाँ गएर पनि यो भिडियो हेर्न सक्नुहुन्छ। रञ्जिता विश्वकर्माको बारेमा बनाएको भिडियो। प्रमोदले किन लिए, रञ्जिता प्रमोद जानु हुन्थ्यो कि हुन्थेन, अथवा रञ्जिताले किन मिस्टेक गरिन् भन्ने कुराहरूको र रञ्जिताको फ्युचर प्रेडिक्सन गर्दाखेरि चाहिँ उनी कहाँसम्म पुग्छिन् र कहाँ गएर बाहिरिन्छन् भन्ने कुराहरू चाहिँ मैले पहिले नै भिडियो तयार पारेको छु। त्यहाँ गएर तपाईँहरूले हेर्न सक्नुहुन्छ। मैले पहिले के भनेको थिएँ भन्दाखेरि भोइस भनेको एउटा नेपालको ठुलो रियालिटी सो जहाँ चाहिँ सिङ्गिङको कुराहरू हुन्छ र सिङ्गिङबाट मान्छेहरू अगाडि बढ्छन् र भोइस एउटा विश्व फ्रेन्चाइजबाट चलिरहेको एउटा प्लेटफर्म हो जहाँ चाहिँ धेरै ट्यालेन्टेड सिङ्गरहरू, सिकेका, क्लासिकल, त्यसै गरी सबै जनराका गीत गाउन सक्ने एउटा भर्सटाइल सिङ्गरहरू त्यहाँ आएर आफ्नो प्रस्तुति दिएर त्यहाँबाट लोकप्रियता कमाएर त्यहाँबाट बाहिरिने गर्दछन् र त्यहाँबाट लोकप्रियता कमाइसकेपछि चित परिचित भइसके पछाडि बाहिर गएर स्ट्रगल गरेर आफ्नै तरिकाले म्युजिक क्षेत्रमा केही न केही करियर बनाएका थुप्रै उदाहरणहरू छन्। यो उदाहरण मैले किन भने भन्दाखेरि भोइसको ट्रफी जितेर गएकाहरू भन्दा भोइसबाट बाहिरिएकाहरूले, भोइसबाट अलिकति चर्चा कमाएर गएकाहरूले बरु राम्रो प्रगति गरेर राम्रा गीतहरू नेपाली म्युजिक इन्डस्ट्रीमा दिइरहेका छन्। रञ्जिता र अञ्जनाको कुरा गर्दाखेरि रञ्जिता विश्वकर्मामाथि भोइसले किन अन्याय गर्यो अथवा अञ्जना सरोमगरमाथि भोइसले किन अन्याय गर्यो भन्नुहुन्छ भने द भोइस भनेको एउटा बिग्ने ठाउँ हो। यो रियालिटी सो नेपालको अरू सिङ्गिङ रियालिटी सो यतिको पैसामा बिक्ने हुँदैन र भोइस भनेको चाहिँ पैसामा बिक्ने सो हो। पैसै चाहिन्छ यिनीहरूलाई, ट्यालेन्ट नभए पनि हुन्छ। जसले पैसा पेल्न सक्छ उसले भोइस जित्यो, जसले चाहिँ पैसा मजाले भोट दिन सक्छ, जसले त्यहाँ आर्थिकलाई चाहिँ पेल्न सक्छ त्यो मान्छेले भोइस जित्यो है। यस्तो खालको प्लेटफर्ममा रञ्जिता विश्वकर्मा जस्तो ट्यालेन्ट जानु भनेको चाहिँ उनले आफ्नो टाइमलाई वेस्ट गरेको जस्तो मलाई महसुस भएको थियो पहिले नै र उनी त्यहाँबाट बाहिरिसके पछाडि पनि कोच प्रमोदमै जानु भनेको उनको एकदमै रङ डिसिजन थियो। किनभनेदेखि भोटर्सहरू बाँडिए, अडियन्सहरू बाँडिए अनि त्यो कारणले गर्दाखेरि रञ्जिता विश्वकर्माले फाइनली हार्नु पर्यो र रञ्जिता विश्वकर्माको अडियन्सहरू यति राम्रो बनिसकेका थिए। यदि कोच प्रमोदकोमा नगएर भोइसको अरू कुनै पनि कोचमा गएको भए रञ्जिता विश्वकर्मा फाइनलिस्ट बन्ने पक्का थियो। तर उनको यो सानो मिस्टेकले गर्दा, उनको यो गलत निर्णयले गर्दाखेरि उनी भोइसमा फिट हुन सकेनन्। त्यो भएको कारणले गर्दाखेरि म के भन्छु भने भोइसमा रञ्जिताले ठाउँ किन पाइनन् भन्दाखेरि पैसा कारणले पाइनन्। भोइसलाई चाहिन्छ पैसा। रञ्जिताको फ्यामिली ब्याकग्राउन्ड, रञ्जिताको चाहिँ स्ट्रगल गरिरहेको व्यक्तिसँग पैसा कसरी आओस्? उनको फ्यान फलोवर्सले मात्रै भोट गरेर उनलाई अगाडि बढाउन सकेनन्। उनले भोइसको डिरेक्टरहरूलाई, भोइस प्रडक्सनहरूलाई चाहिँ उनले पैसा पेल्न सकेनन्। त्यो भएको कारणले गर्दा रञ्जिता बाहिरिए र अञ्जनाको कुरामा पनि त्यस्तै हो। अञ्जनाको कुरामा खासै डिफ्रेन्ट होइन, रञ्जिताको जस्तो होइन। र अञ्जनाले पनि एकदमै स्ट्रगल गरेर, एकदमै दुःख गरेर, म्युजिक क्षेत्रमा एकदमै दुःख गरेर आएको एउटा सङ्घर्षशील गायिका हुन् र त्यहाँसम्म आउनु पनि ठुलो कुरा हो। र मैले अघि बारम्बार भने जस्तो भोइस विवादित छ। भोइसमा चाहिँ पैसै पेल्न सक्ने अगाडि बढ्छ र अञ्जनाले पनि पैसा पेल्न सकेनन् र उनको अडियन्सहरूको मात्रै भोटले चाहिँ उनलाई पुगेन। फेरि
रन्जिता जो फाइनलिस्ट बनेका छन् तिनीहरू चाहिँ पैसा प्लेयर गएको त भन्नु होला, त्यो पनि होइन। किन त्यो होइन भन्दाखेरि उनीहरूको अडियन्सबाट भोट प्राप्त आयो र उनीहरूले भोइसलाई राम्रो चेक काटेर दिन सके। त्यो भएको कारणले गर्दाखेरि उनीहरू अगाडि गएको मेरो अनुमान छ। र कति चाहिँ अडियन्स कमाए, कति चाहिँ भोट आयो भन्ने कुरामा डिपेन्डेन्ट हुने भएको कारणले गर्दाखेरि यो रियालिटी सोमा यस्ता ट्यालेन्टहरू गएर आफ्नो टाइम वेस्ट गर्नुभन्दा बरु एल्बम निकालेर त्यहाँ जाने आउँदाखेरिको खर्च, त्यहाँ बस्दाखेरिको खर्च, त्यहाँ चाहिँ प्र्याक्टिस गर्दाखेरिको खर्च, त्यहाँ भोट गर्दाखेरिको खर्चले बरु तपाईँले एउटा राम्रो एल्बम निकालेर केही गरी चर्चित भयो, तपाईँहरू चिनिनु भयो भने त्यसरी चाहिँ तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ भन्ने मात्रै मेरो व्यक्तिगत बुझाइ हो। त्यहाँ जाँदा चाहिँ त्यसो नगरेर आफ्नै एल्बम निकाल्दा चाहिँ फाइदा छ, कम खर्च छ भन्ने आशय चाहिँ मैले व्यक्त गर्न खोजेको हो। र रन्जिता बाहिरिँदाखेरि चाहिँ मलाई पनि एकदमै नराम्रो लागेको छ। मैले पहिला नै भनेको थिएँ कोच प्रमोदमा नगएर अरू कुनै टिममा गएको भए रन्जिता फाइनलिस्ट बन्ने पक्का थियो। सो तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला है त।